यहाँनिर तपाईँको रोएँ पनि यहाँ आएर है प्रधानमन्त्री पाएन भनेर रोयो के अरे तपाईँको रोयो भन्छ। चुनाव पछाडि त मै हो प्रधानमन्त्री, प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला कुरा छोडिदिनुहोस्, तपाईँ छोडिदिनुहोस्, यता सुन्नुहोस्, कुरा नगर्नुहोस् है। त्यत्रो जेन्जीको तपाईँको छैन अन्त्येष्टिसम्ममा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन। अनि त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने कसले बनाउने? प्रधानमन्त्री नेपालीले बनाउने कि विदेशीले? नेपालीले चाहिँ हर्क साम्पाङलाई बनाउनु खोजेको छ, त्यो चिज हो। तर उनीहरु भनिरहेको छ नेपालीले प्रधानमन्त्री बनाउने। बा छोडिदिनुहोस्, छोडिदिनुहोस्। त्यसो चुनाव पछिको प्रधानमन्त्री हर्क साम्पाङ। प्रधानमन्त्री हर्क साम्पाङ त को हो त? तपाईँलाई सोध्छु को हो? तपाईँले भन्नु नि त को हो? तपाईँले भन्नु नि त को हो? तर अरू दल पनि छन्, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड फेरि प्रधानमन्त्री बन्न चाहन्छ। नेपालीलाई सोध्नु न एकचोटि, नेपाली जनतालाई सोध्नु होइन। नेपाली जनताले कसलाई चाहेको छ त? एकचोटि भनिदिनु न तपाईँले, नेपाली जनताले कसलाई चाहेको छ? नेपाली जनताले कसलाई प्रधानमन्त्री चाहेको छ? विदेशी शक्तिले कसलाई चाह्यो थाहा हुन्छ। विदेशी शक्तिले कसलाई चाह्यो भन्ने कुरा म भन्दिनँ, तर स्वदेशी शक्ति, स्वदेशी जनता, देशको जनता, देशको माटो, देशको वातावरण, देशको प्रकृति, देशको संस्कृति, देशको प्रविधि, देशको तपाईँको छैन होइन आफ्नो पन्ध्र स्वाधीनताले हर्क साम्पाङ प्रधानमन्त्री बन्नुपर्छ भनेर भनिसक्यो। रोज आते हैं इस उम्मीद पे, आज जीतेंगे, कल जीतेंगे, परसों जीतेंगे, रोज हारते। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन पूरी तरह फंसोगे। उस दिन मुझे याद करना। मैं सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुहोस्, भन्नुहोस्, पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुहोस्। तपाईँलाई जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ। र हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गर्नु? लेकिन एक सेकेन्ड, नेपालले पनि भारतको के अरे भूमि मिचेको छ भन्नुभयो नि त उहाँले, त्यो गलत भयो क्या? अब कहाँनिर चाहिँ मिचेको हो त, कहिले मिचेको हो होइन? कति सेना अथवा सशस्त्र अथवा कुन तरिकाबाट चाहिँ त्यहाँनिर परिचालन भएर नेपालले भारतको भूमि मिचेको हो त भनेर भनिदिनु पर्यो नि त उहाँले। त्यही हो हाम्रो माग चाहिँ। अब प्रधानमन्त्रीले आएर माफी माग्नु भयो भने होइन, माफी माग्नुपर्छ, एटलिस्ट त्यो माग्नुपर्छ। त्यस पछाडि मात्रै हामी बजेटमा जान्छौँ होइन। अरू तपाईँको चाहिँ नि सदनका कारबाहीहरू अगाडि बढ्नेछन्, होइन भने त्योभन्दा ठुलो विषय त्यो कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोज्छौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा समझ रहे हो ना? आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। अच्छा हमको सिखा रिया है। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। लेकिन एक सेकेन्ड, हामी प्रतिपक्ष हौं, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ,
सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बान्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भन्यो भने औँला उठाउँछौँ। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौँ। अझै बोलौँ के गरौँ? ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौँ। हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। It's the motherfucking DRE. Dr. Dre, motherfucker. You know I'm mobbing with the DO double G. फेरि सत्तापक्षलाई राइट ट्र्याकमा ल्याउनका लागि मैले त्यो सदनमा भन्ने गरेको छु। अब कतिले बुझ्छन् बुझ्दैनन् होइन। एउटा साइकलको अथवा एउटा गाडीको सरकार चाहिँ एक्सेलरेटर हो, गियर र एक्सेलरेटर उनीहरूसँग हुन्छ भने ब्रेक चाहिँ हामीसँग हुन्छ। हाम्रो ब्रेकिङ मेकानिजम छैन भने घुम्तीमा चाहिँ के हुन्छ भन्दाखेरि सरकार दुर्घटित हुन्छ अनि सरकारसँगै देश पनि दुर्घटनामा जान्छ। त्यसले गर्दाखेरि देशलाई चेक एन्ड ब्यालेन्स गर्नलाई, सरकारलाई चेक एन्ड ब्यालेन्स गर्नलाई चाहिँ होइन, त्यो रेलबाट चाहिँ डिरेल हुन नदिनको लागि त्यो ट्र्याकमाथि राखिरहनलाई चाहिँ हामीले आवाज उठाउनुपर्छ। त्यतिखेर अब आवश्यक बिस्तारै बोल्छौँ हामी त, सुरुमा त म त बिस्तारै बोल्छु, त्यसमा नसुन्दाखेरि चाहिँ फेरि मैले अब कर्कश आवाजले बोल्ने पनि हो, म फेरि आन्दोलनकारी पनि हो होइन। हर्क साम्पाङ मेरो नाम चाहिँ दुईवटा छ, मेरो नाम दुईवटा छ, म हर्क साम्पाङ हो। त्यसले भएन भने चाहिँ हर्क साम्पाङ रेभोल्युसन पनि हो। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ। नमस्ते नमस्ते, नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। को हो त प्रधानमन्त्री? कुरा छोड्दिनुहोस्। Are you comedy me?